हेलो फ्रेन्ड्स। आज म तपाईँहरूलाई नेपालमा बसेर फ्रिली डोमेन नेम कसरी रेजिस्टर गर्ने भनेर देखाउन जाँदैछु। हो, तपाईँ नेपाली हुनुहुन्छ भने तपाईँले एउटा डोमेन नेम चाहिँ नेपाल सरकारले दिएको सुविधा अनुसार फ्रीमा हुन सक्नेछ। त्यसको लागि तपाईँले के गर्नुपर्छ भनेपछि आफ्नो ब्राउजर खोल्नुहोस्। फर्स्टमा ब्राउजर तपाईँले क्रोम खोले पनि भयो, मोजिला फायरफक्स खोले पनि भयो, माइक्रोसफ्ट एज खोले पनि भयो, ओपेरा खोले पनि भयो। जुन ब्राउजर खोले पनि त्यसको एड्रेस बारमा चाहिँ registr.mos.com.np भनेर टाइप गर्नुहोस्। अनि त्यसपछि यो पेज खुल्छ। .np अनि यो नेपालको झन्डा भएको home.np डोमेन टर्म्स एन्ड कन्डिसन भनेर यो पेज खुल्छ। अनि यो पेजमा चाहिँ अब तपाईँले के गर्नुपर्छ भनेपछि यहाँ स्टेपहरू दिएको छ। स्टेप 1, स्टेप 2, स्टेप 3। सो स्टेप 1 मा चाहिँ तपाईँले के गर्नुपर्छ भनेपछि तपाईँले फर्स्टमा आफूलाई चाहेको डोमेन नेम के हो। जस्तै अब तपाईँको नाम विशाल हो भने विशालको डोमेन नेम के होला त भने तपाईँले BISHAL विशाल.com.np हाल्न चाहनुहुन्छ भने विशाल.com.np कता छ .com.np भनेर यहाँ छ। विशाल.com.np इज नट एभाइलेबल। सो नट एभाइलेबल भनेपछि यो डोमेन नेम तपाईँले रेजिस्टर गर्न पाउनु भएन। सो अर्को डोमेन खोज्छु है त। यहाँ MERODOMAIN मेरो डोमेन भन्ने डोमेन छ कि छैन। डोमेन एभाइलेबल भनेपछि तपाईँले यसलाई चाहिँ यो बास्केटमा ल्याएर ड्रप गरिदिनुहोस्। एड डोमेन टु बास्केट स्टेप 2। स्टेप 1 मा चाहिँ तपाईँले डोमेन छ कि छैन भनेर चेक गर्न पर्यो। चेक गर्दाखेरि तपाईँले आफूले चाहेको डोमेन एउटा एक्सटेन्सन .com.np मा पाउनु भएन भने यहाँ भएको अरू एक्सटेन्सनहरू पनि प्रयोग गर्न सक्नुहुनेछ। अहिले यो नयाँ एक्सटेन्सनहरू भर्खरै निस्किएको छ र यिनीहरू तपाईँले मन चाहे अनुसार आफ्नो प्रयोजनको लागि चलाउन सक्नुहुनेछ। एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भनेपछि तपाईँले छानेको डोमेन चाहिँ तपाईँको कम्पनीको नाम अनुसार मिलेको हुनुपर्नेछ अथवा तपाईँको आफ्नै नाम अनुसार मिलेको हुनुपर्नेछ। तपाईँको कम्पनीको नाम एभरेस्ट ग्यास उद्योग हो भने तपाईँले पाउने डोमेनमा चाहिँ एभरेस्ट भएको, तपाईँले एभरेस्ट डोमेन खोजिरहनु भएको छ भने चाहिँ तपाईँको कम्पनीको नामभित्र पनि एभरेस्ट भन्ने वर्ड भएको हुनुपर्नेछ। अनि यो गरिसकेपछि तपाईँको डोमेन यहाँ बास्केटमा एड गरिसकेपछि अब हामी स्टेप 3 मा जान्छौँ। स्टेप 3 मा चाहिँ तपाईँ आफ्नो युजर नेम हाल्नुहोस्। युजर नेम तपाईँले सम्झन सक्ने एउटा युजर नेम दर्ता गर्नुपर्ने हुनेछ। यो प्रयोजनको लागि अब मैले स्याम्पलको लागि चाहिँ यहाँ राम तुर हाल्दै, यो साँच्चीकै युजर नेम होइन, यो मैले यसरी हाल्ने भनेर मात्र तपाईँले देखाएको। तपाईँले आफ्नो युजर नेम आफैले चुज गर्नुपर्ने हुनेछ। सो यो युजर नेम हालेपछि यहाँ अनि तपाईँको इमेल एड्रेस हाल्नुहोस् यहाँ। अनि यो तपाईँको इमेल एड्रेसलाई यो ठाउँमा फेरि भेरिफाई गरिदिनुहोस्। भेरिफाई गरिसकेपछि चाहिँ दुईचोटि तपाईँले इमेल एड्रेस यो फिल्डमा र यो फिल्डमा हालेपछि रेजिस्टर दबाउनुहोस्। रेजिस्टर थिचिसकेपछि तपाईँले एउटा इमेल पाउनुहुन्छ होस्ट मास्टरबाट। त्यो इमेलमा चाहिँ तपाईँको अकाउन्ट अब कसरी एक्टिभेट गर्ने भनेर त्यहाँ एउटा लिङ्क आउँछ। त्यो लिङ्कलाई फलो गर्नुहोस् अनि तपाईँको अकाउन्ट एक्टिभेट हुन्छ। अब दोस्रो चरणमा तपाईँको अकाउन्ट एक्टिभेट भइसकेपछि मैले यहाँ आफ्नो अकाउन्ट खोलिरहेको छु, म तपाईँलाई देखाउँछु। एक्टिभेट भइसकेपछि चाहिँ तपाईँको डोमेन त यहाँ आएर बसेको हुन्छ। यो मेरो केसमा चाहिँ
यहाँ डोमेन आएको छैन। सो तपाईँको स्क्रिन चाहिँ कस्तो हुन्छ होला सायद भनेपछि रिक्वेस्टेड न्यू डोमेन गरिसकेपछि चाहिँ यो पार्ट चाहिँ तपाईँले गरिसक्यो हुन्छ। हर्के भनौँ न होइन, अहिलेको लागि क्लिक हियर टु रिक्वेस्ट हर्के .com.np भनेर मैले यहाँ रिक्वेस्ट गरिसकेँ। तपाईँको यो सायद यो पार्ट चाहिँ हर्के मानसिंह भन्ने पनि होइन अहिले। तपाईँको स्क्रिन चाहिँ सायद यस्तो हुन्छ होला। यो स्क्रिनमा तपाईँले ध्यान दिएर हेर्नुहुन्छ भने यहाँ तपाईँले यहाँ फाइलहरू अपलोड गर्नुपर्ने हुन्छ। तपाईँले अब पर्सनल डोमेन तपाईँको ब्लग लेख्नको लागि या तपाईँले आफ्नो पर्सनल प्रयोजनको लागि तपाईँले आफ्नो बायोडेटाहरू हाल्नको लागि तपाईँ यदि फोटोग्राफर हुनुहुन्छ भने तपाईँले आफ्नो फोटोहरू संसारले देखाउन चाहनुहुन्छ भने फोटोग्राफी ब्लग पोर्टफोलियो बनाउनको लागि पर्सनल कुराको लागि जुन चाहिँ तपाईँ कम्पनी अन्तर्गत गर्नुहुन्न त्यसको लागि चाहिँ तपाईँले आफ्नो खालि सिटिजनसिपको कपी अथवा लाइसेन्सको कपी अथवा लाइसेन्सको कपी हाल्नुपर्ने हुन्छ। यदि तपाईँले आफ्नो बिजनेसको लागि चाहिँ डोमेन रेजिस्टर गर्न लाग्नु भएको हो भने चाहिँ त्यो केसमा चाहिँ तपाईँले कम्पनी रेजिस्ट्रेसनको सर्टिफिकेट पनि यहाँ अपलोड गर्नुपर्छ। सो पर्सनल प्रयोजनको लागि चाहिँ तपाईँले सिटिजनसिपको कपी स्क्यान गरेर यहाँ अपलोड गर्नुपर्छ। स्क्यान गरेर सिटिजनसिप अथवा लाइसेन्सको स्क्यान कपी यहाँ अपलोड गर्ने। बिजनेसको लागि हो भने चाहिँ तपाईँले कम्पनी रेजिस्ट्रेसनको स्क्यान कपी यहाँ अपलोड गर्ने। अनि एकदमै ध्यान दिनुपर्ने कुरा चाहिँ तपाईँको यो डोमेनलाई चाहिँ अब हामीले हाम्रो होस्टिङ अकाउन्टसँग लिङ्क गर्नुपर्छ। त्यो लिङ्क कसरी गर्ने भनेपछि चाहिँ यो ठाउँमा चाहिँ तपाईँले के गर्नुपर्छ भनेपछि ns1.afnospace.com हाल्नुहोस् नम्बर 1। अनि अर्कोमा चाहिँ ns2.afnospace.com भनेर हाल्नुहोस्। ns1 यो नेम सर्भरमा प्राइमरी नेम सर्भर चाहिँ तपाईँको ns1.afnospace.com होस्। सेकेन्डरी नेम सर्भर चाहिँ ns2.afnospace.com होस्। यो दुईवटा कुरा हालिसकेपछि तपाईँ यहाँ फाइल सेलेक्ट गर्नुहोस्। फाइल सेलेक्ट गरिसकेपछि चाहिँ यहाँ तपाईँले अघि स्क्यान गरेको फाइलहरू चाहिँ यहाँ ओपन गरिदिनुहोस्। यहाँ जस्तै अब कुनै पिक्चर होला होइन, तपाईँले अघि स्क्यान गरेको फाइल एउटा स्क्यान गरेको पिक्चर यहाँ मैले पिक्चर नै भेटिनँ मेरो कम्प्युटरमा चाहिँ। कस्तो साह्रो समस्या। पिक्चर ल मैले चाहिँ यो पिक्चर भनिदिउँ न अहिलेको लागि ओपन गरेर मैले पिक्चर हालेँ होइन। पिक्चर हाल्दाखेरि पनि तपाईँले के ध्यान दिनु पऱ्यो भनेपछि चाहिँ यो पिक्चरको साइज चाहिँ 800 किलोबाइटभन्दा कम हुनुपर्छ। यहाँ गाइडलाइन दिएको छ कस्तो खालको पिक्चर हाल्ने भनेर यहाँ गाइडलाइन दिएको छ। 800 किलोबाइटभन्दा कमको पिक्चर चाहिँ तपाईँले हाल्नुपर्छ। अनि जेपिजी र पिएनजी फर्मेट मात्र यसले लिन्छ। तपाईँले यहाँ यसो गरिसकेपछि यहाँ पिक्चर हालिसकेपछि यहाँ अपलोड गरिदिनु होइन। अपलोड गरिदिएपछि 100% अपलोड भयो। यहाँ अपलोडिङ भनेको चाहिँ यहाँ पिक्चर यसरी अपलोड भएपछि तपाईँले यो नेम सर्भर पनि मेक स्योर द्याट दिस नेम सर्भर इज करेक्ट। यो नेम सर्भर यहाँ करेक्ट छ कि छैन भनेर तपाईँले चेक गरिसकेपछि अनि लास्टमा चाहिँ तपाईँले यहाँ अपडेट दिनुहुन्छ। यो ट्युटोरियलमा चाहिँ म अपडेट भनेर थिच्दिनँ किनभने मेरो नाम हर्के मानसिंह होइन, मेरो नाम क्षितिज हो। मेरो नाम हर्के मानसिंह होइन, क्षितिज भएको कारणले गर्दाखेरि मैले मेरो सिटिजनसिपमा अथवा मेरो लाइसेन्समा भए अनुसारको मैले क्षितिज.com.np अथवा क्षितिज.name.np अथवा क्षितिज.net.np भन्ने डोमेन पाउँथेँ। मैले आफ्नो कम्पनी अब मेरो आफ्नो कम्पनीको लागि गरेको भए चाहिँ मैले मेरो आफ्नो स्पेस भन्ने कम्पनीको चाहिँ
मैले डोमेन पाउँथेँ। तर यो एक्जाम्पलमा यो भिडियो ट्युटोरियलमा चाहिँ म तपाईँहरूलाई त्यो त्यो लास्ट स्टेप चाहिँ गरेर देखाउँदिनँ। सो मेक स्योर तपाईँको यो फाइलहरू सिटिजनसिप कभर लेटर सिटिजनसिप चाहिँ तपाईँको यहाँ अपलोड गर्नुहुन्छ। कभर लेटर लेख्दाखेरि चाहिँ तपाईँले के गर्नुहुन्छ त, तपाईँले आफ्नो कम्पनीको लेटर प्याडमा चाहिँ आई वुड लाइक टु रिक्वेस्ट दिस एन्ड दिस डोमेन फर माई कम्पनीज युज भनेर एउटा सानो चिठी लेखिदिनुहुन्छ। त्यो चिठी लेखेर तपाईँ त्यसलाई पनि स्क्यान गरेर सिग्नेचर गरेर त्यसलाई चाहिँ तपाईँले पठाइदिनुहुन्छ। अनि त्यति नै हो। अझ केही कन्फ्युजन भयो भने चाहिँ तपाईँले हाम्रो फोरम छ एउटा फोरम आफ्नो स्पेस .com/forum म यहाँ टाइप गरिदिन्छु है त af.com/forum गएर क्वेसनहरू हामीलाई सोध्न सक्नुहुनेछ। वी विल बी मोर देन ह्याप्पी टु हेल्प यु। सो लास्टमा अपडेट गरिदिनुहोस् अनि तपाईँको डोमेन चाहिँ यो प्रोसेसमा जान्छ, अब रेजिस्ट्रेसन हुने प्रोसेसमा जान्छ। त्यो चाहिँ कहाँ देख्न सक्नुहुन्छ भने इन्टरनेट चाहिँ अलिकति स्लो नै छ। हाम्रो देशको समस्या हो कि यो सर्भरको समस्या हो। यो सर्भरभन्दा हाम्रो आफ्नो स्पेसको सर्भर नै छिटो पनि हुनसक्छ है। जस्ट रिक्वेस्टेडमा चाहिँ हर्के मानसिंह भनेर यहाँ चाहिँ आउँछ यहाँ। सो आउँछ। अब यसलाई चाहिँ म के गर्छु भनेपछि यो मलाई चाहिने डोमेन होइन, त्यही भएर म यसलाई चाहिँ एडिट गरेर म चाहिँ यसलाई के गरिदिन्छु भनेपछि ल अब म यसलाई पछि चाहिँ यहाँबाट डिलिट गरिदिन्छु। ल तपाईँको जे होस् देखाउनु पर्ने ठाउँ चाहिँ जस्ट रिक्वेस्टेड भन्ने ठाउँमा गएर चाहिँ यो बस्छ। यसलाई कसरी उडाउने हो? म यसलाई पछि उठाउँछु। हस्, आजको लागि यो ट्युटोरियल यतिमै सघाउँछु। केही समस्या पर्यो भने हामीलाई आफ्नो स्पेस .com/forum फोरममा क्वेसनहरू सोध्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ। आई होप you will create your first domain and start your blogging or start your photography portfolio or do something creative. Thank you.